1 वर्षको खेती है, खेतीभित्रको साथीहरू टिचर चाहिँ हेर्नु ल। अब यसमा चाहिँ पेनहरू चाहिँ छ होला 1 डोका जति, सबभन्दा धेरै चाहिँ पेनै छ। यो चाहिँ सबै मैले हेर्दैछु है। सबभन्दा पहिला कार्ड चाहिँ अलिक छोडेको छ, कार्ड चाहिँ हेर्छु है के लेख्नु भएको छ। कार्डभित्र पनि छ जस्तो छ यहाँनिर है। चक्लेट लेख्नु भएको छ, यु आर द बेस्ट टिचर, आई एम थ्याङ्कफुल टु ह्याभ यु एज माई फेभरेट टिचर भनेर यहाँनिर चक्लेट दिनुभएको छ है। तिमी उता गएर बोल न, डिस्टर्ब गरिहाल्यो नि आज। ह्याप्पी टिचर्स डे म्याम, आई एम सो ह्याप्पी भनेर यो कलेज दिनुभएको छ, थाहा छैन है। अनि अर्को पनि कार्ड आइरहेको छ, ह्याप्पी टिचर्स डे भनेर यहाँ लेख्नु भएको छ, आई एम सो लकी टु ह्याभ अ टिचर एज वन्डरफुल एज यु आर, विशिङ यु अ लट्स अफ ह्याप्पिनेस, यु आर अ अमेजिङ माई बेस्ट टिचर भनेर यहाँ सुषमाले दिनुभएको छ है। ओ माई गुडनेस, आई लभ यु। यो चाहिँ सियानाले दिनुभएको रहेछ ह्याप्पी टिचर्स डे भनेर है। यहाँ पनि दिनुभएको छ कि बेस्ट टिचर इभर भनेर दिनुभएको छ यहाँनिर। यता पनि लेख्नु भएको छ ह्याप्पी टिचर्स डे भनेर। अनि यो चाहिँ हाम्रो कोअर्डिनेटर म्यामको हो। कोअर्डिनेटर म्यामले सबैजना टिचरहरूलाई, उहाँको मामको छोराले पनि सँगै स्कुलमा पढ्छ है, हामीले नै पढ्नुपर्छ नि। उहाँले चाहिँ सबै टिचरहरूलाई चाहिँ एउटै बनाएर दिनुभएको छ। भित्र के छ अहिले खोल्छु है मैले। अनि यहाँ पनि अब यहाँ यो चाहिँ यस्तो बनाउनु भएको छ, ह्याप्पी टिचर्स डे भनेर दिनुभएको छ। भित्र चाहिँ खासै केही छैन जस्तो छ। ओ माई गुडनेस, यति धेरै लेख्नु भएको छ, म पढ्दिनँ होला। दिस इज फर मी है। दिस वान अल्सो सेम लाइक दिस। यो चाहिँ भित्र के छ जस अब मलाई माया गरेर दिनुभएको है। यो पनि यहाँनिर आई लभ यु म्याम भनेर दिनुभएको छ, आई लभ यु टु है। यो पनि त्यही नै है। ह्याप्पी टिचर्स डे भनेर मेरो नाम लेखेर दिनुभएको छ है यहाँनिर अगाडि पछाडि। थ्याङ्क यू सो मच, आई लभ यु टु। एन्ड देन आफ्टर ह्याप्पी टिचर्स डे अनि बेस्ट टिचर्स भनेर दिनुभएको छ है। अनि त्यसपछि कार्डहरू पनि अब यसमा पनि छ यहाँनिर, ह्याप्पी गुरु पूर्णिमा भनेर दिनुभएको छ है। यहाँ चाहिँ मेरो नाम छ, यो चाहिँ दिवाश्रीले दिनुभएको है, आफ्नो नाम पनि लेख्नु भएको रहेछ। अनि यो चाहिँ कति छ अब यहाँनिर यत्तिकै लेखेर ह्याप्पी टिचर्स डे दिनुभएको छ। त्यसपछि यसमा चाहिँ खासै यो पनि छ है, के लेख्नु भएको छ यहाँनिर, ह्याप्पी टिचर्स डे भनेर मेरो नाम लेखेर दिनुभएको छ यहाँनिर। त्यसपछि यो पनि सेम छ, ह्याप्पी टिचर्स डे भनेर मेरो नाम लेखेर किटक्याट नाचेर दिनुभएको छ। थ्याङ्क यू सो मच। कार्डहरू चाहिँ यति नै होला सिमिलर। अनि यो पनि यसभित्र चाहिँ किरिङ छ, यसमा पनि मेरो उयो लेखेर दिनुभएको छ, आश्रिया भनेर दिनुभएको छ है यो। अनि यो पनि यो पनि दिनुभएको, यो चाहिँ नाम मलाई याद भएन तर है। दिशा चाहिँ बुके मेरो नेचुरल बुके नेचुरल। अनि यहाँ चाहिँ पेन र एउटा डायरी दिनुभएको छ हो। अनि दिस वान माई फेभरेट चक्लेट, सो बिग चक्लेट है। यो चाहिँ मेरो अलगले दिनुभएको, थ्याङ्क यू सो मच। अनि यो पनि के हो, कार्डमा पेन दिनुभएको छ, थ्याङ्क यू सो मच है। पेनहरू त लट्सप छ। अनि त्यसपछि लेक्चरहरू छ। अनि अर्को कुरा मैले बिर्सिहालेँ, कानको पनि दिनुभएको थियो, मलाई एकदम राम्रो क्युट लागेर मैले लगाइदिएँ स्कुलमा। अनि यो चाहिँ हातमा लाउने छ। त्यसपछि रेड पेनहरू धेरै छ। अनि यस्तोहरू छ, चक्लेटहरू छ है। अब यही हो, हामीले सबैभन्दा सम्पत्ति, घर सम्पत्ति केही कमाउन सक्दैनौँ होला, तर हामीले यो माया चाहिँ कमाइरहेको छौँ है। थ्याङ्क यू सो मच। मैले आफैले आफूलाई नै प्राउड गर्छु है, कति धेरै छ योहरू पनि। अनि योहरू पनि छ, थ्याङ्क यू सो मच। सो क्युट दिनुभएको छ है। अनि हामीले पनि दिन्छौँ नि त फेरि, चिल्ड्रेन डेमा हामीले पनि दिनु पऱ्यो नि त फेरि बच्चाहरूलाई। उहाँहरूले जति माया दिनुभएको छ, यहाँ चाहिँ प्याकेटै दिनुभएको छ है। यो चाहिँ हातमा लाउने हो, नचलाउनुहोस् न, हजुरले धेरै गर्नुभयो क्या यहाँनिर। कति बोलिरहन्छ के लाउने हो अहिले, लुक्या भयो कि। यो चाहिँ यो मिल्क डेरी है, डेरी मिल्क जे भने पनि। यो चाहिँ क्युट, यो चाहिँ आरुषले दिनुभएको है, आरुषले। अरू त सबै कुराहरू छ, तर कसले दिनुभएको भन्ने कुरै थाहा छैन। अब मोस्ट अफ त यहाँनिर धेरै त पेनै छ, किनभने टिचरको लागि धेरै पेनै उपयोगी हुन्छ नि त। अनि त्यही भएको भएर पेनै छ होला यहाँ। कति त छ होला त यो,
पेनको नै पसल राख्यो भने नि सायद हुन्छ कि क्या जस्तो छ पेन नै इन गर्नु धन्यवाद भन्नु भन्नु